फिफा विश्वकप 2026 अब इतिहास लेखिने मोडमा आइपुगेको छ। 48 टिमबाट सुरु भएको यो यात्रा केवल 4 राष्ट्रमा सीमित भएको छ। तर यस पटकको सेमिफाइनल केवल अन्तिम 4 टिम बीचको भिडन्त मात्र हुने छैन। यो विश्व फुटबलको वर्तमान विरासत र भविष्य बीचको युद्ध हुनेछ। इतिहासमै पहिलो पटक फिफा विश्व वरियतकै नम्बर 1, नम्बर 2, नम्बर 3 र नम्बर 4 मा रहेका चारै राष्ट्रहरू एकै विश्वकपको सेमिफाइनलमा पुगेका छन्। यो केवल एउटा संजोग मात्र होइन, विश्व फुटबलको नयाँ अध्याय हो। अब 2 खेल बाँकी छन् र त्यसपछि विश्व फुटबलले नयाँ विश्व विजेता पाउनेछ। एकातिर डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना, अर्कोतिर 1966 पछि विश्वकपको प्रतीक्षा तोड्ने आतुर रहेको इङ्ल्यान्ड। यता 2010 को गौरव फर्काउने अभियानमा स्पेन छ भने उता 2018 को च्याम्पियन, 2022 को उपविजेता, फेरि विश्व फुटबलको शिखर चुम्न तयार छ फ्रान्स। 4 टिम, 4 फरक कथा, 4 फरक सपना, तर ट्रफी भने एउटैले मात्र उचाल्ने छ। विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा मध्ये एक अर्जेन्टिना विरुद्ध इङ्ल्यान्ड। यी दुई राष्ट्र बीचको प्रतिस्पर्धा केवल 90 मिनेटको खेल मात्र हुने छैन। यो इतिहास, भावना र दशकौंदेखि चलिरहेको प्रतिस्पर्धाको अर्को अध्याय हो। सन् 1986 मेक्सिको विश्वकप, डिएगो म्याराडोनाको चर्चित ह्यान्ड अफ गॉड र त्यसको केही मिनेटपछि आएको विश्व फुटबल इतिहासकै महान गोल मध्ये एक। यही खेलले अर्जेन्टिना र इङ्ल्यान्डको प्रतिस्पर्धालाई सधैँका लागि विशेष बनाएको छ। त्यसपछि 1998 मा डेभिड बेकहामको रेड कार्ड, 2002 मा अर्जेन्टिना माथि इङ्ल्यान्डको जित र हरेक भेटमा नयाँ इतिहास लेखिँदै गयो। आज 2026 को विश्वकप सेमिफाइनलमा दुवै टोली फेरि विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा उभिएका छन्। एकातिर डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले ब्याक टु ब्याक विश्वकप जित्ने लक्ष्य बोकेको छ भने अर्कोतिर सन् 1986 पछि विश्वकप ट्रफीको प्रतीक्षा अन्त्य गर्न आतुर रहेको छ इङ्ल्यान्ड। विश्वकै सबैभन्दा ठूलो घरेलु लिग प्रिमियर लिग इङ्ल्यान्डमै हुन्छ, तर विश्वकप ट्रफी भने अझै 60 वर्षदेखि टाढा छ इङ्ल्यान्डको लागि। यसपटक हेरी क्यान, जुड बेलिङ्गम, बुकायो साक्का, डेक्लन राइस र युवा तथा अनुभवी खेलाडीहरूको उत्कृष्ट मिश्रण लिएर आएको इङ्ल्यान्ड इतिहास बदल्ने लक्ष्यमा मैदान उत्रिँदैछ। तर यता 39 वर्षको उमेरमा पनि लियोनल मेस्सी अर्जेन्टिनाको धड्कन बनेका छन्। तर यो अर्जेन्टिना अब केवल मेस्सीको टोलीमा मात्र सीमित छैन। जुलियन अल्भारेज, लाउतारो मार्टिनेज, मैकलिस्टर, एन्जो फर्नान्डेज, क्रिस्टियन रोमेरो, इमिलियानो मार्टिनेज सबैले आफ्नो जिम्मेवारी पूरा गर्दै डिफेन्डिङ च्याम्पियनलाई फेरि सेमिफाइनलसम्म पुर्याएका छन्। राउन्ड अफ 16 मा इजिप्ट विरुद्ध कठिन आस्थाबाट फर्किएको अर्जेन्टिनाले क्वार्टर फाइनलमा पनि आफू विश्व च्याम्पियन हो भन्ने प्रमाणित गरिसकेको छ। इङ्ल्यान्डले 60 वर्षको प्रतीक्षा अन्त्य गर्ने यात्रा बोकेको छ भने लियोनल मेस्सी आफ्नो अन्तिम विश्वकप यात्रालाई फेरि एकपटक एक कदम अगाडि बढाउँदै अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप उपाधितर्फ डोर्याउनेछन्। अर्जेन्टिना र इङ्ल्यान्डको यो सेमिफाइनल केवल एउटा खेल मात्र हुने छैन, विश्व फुटबलले सास रोकेर हेर्ने अर्को ऐतिहासिक रात हुनेछ। अर्को सेमिफाइनलतर्फ स्पेन विरुद्ध फ्रान्स, युरोपका दुई महाशक्ति, विश्व फुटबलका दुई फरक दर्शन र एउटै लक्ष्य, फिफा वर्ल्ड कप 2026 को फाइनल। एकातिर 2010 पछि फेरि विश्वकप ट्रफी उचाल्ने अभियानमा रहेको स्पेन, अर्कोतिर 2018 को विश्व विजेता, 2022 को उपविजेता र फेरि विश्व फुटबलको शिखरमा फर्किने लक्ष्यमा रहेको फ्रान्स। तर यसपटक सबैको नजर टिममा मात्र हुने छैन, दुई सुपरस्टार माथि पनि हुनेछ, लामिन यामाल र किलियन एम्बाप्पे। एकजना विश्व फुटबलको नयाँ पुस्ताको अनुहार, अर्को वर्तमान पुस्ताका सबैभन्दा खतरनाक खेलाडी मध्ये एक। लामिन यामालको उदयपछि स्पेन फेरि आफ्नो पुरानो पहिचानमा फर्किएको छ, टिकीटाका, छिटो पास, बलमाथिको नियन्त्रण र धैर्यपूर्वक अवसर सिर्जना गर्ने शैली। लामिन यामाल, निको विलियम, पेड्री, गाबी र सन्तुलित टोली स्पेनको सबैभन्दा ठूलो शक्ति एउटा खेलाडी होइन, पुरै प्रणाली हो। उता फ्रान्ससँग गति छ, शक्ति छ, अनुभव छ र खेलको दिशा एकै क्षणमा बदल्ने क्षमता पनि छ। किलियन एम्बाप्पे, ओसिमेन, डेम्बेले, माइकल ओलिसे, चुआमेनी, विलियम सालिबा र विश्वस्तरीय खेलाडीहरूले भरिएको फ्रान्स फेरि विश्वकपको ट्रफी आफ्नो नाममा लेखाउने लक्ष्यमा छ। यो सेमिफाइनल आक्रमण विरुद्ध नियन्त्रणको मात्र होइन, युवा जोश विरुद्ध विश्वस्तरीय अनुभवको पनि हो। स्पेन 2010 को इतिहास दोहोर्याउने लक्ष्यमा रहेको छ भने फ्रान्स 8 वर्षपछि दोस्रो विश्वकप जित्ने अभियानमा छ। अब तपाईहरुलाई मेरो पर्सनल लामिन यामालले अर्को ऐतिहासिक प्रदर्शन गर्दै स्पेनलाई फाइनलमा पुर्याउने छन् वा किलियन एम्बाप्पेले आफ्नो अनुभव र नेतृत्वबाट फ्रान्सलाई फेरि विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा पुर्याउने छन्। एकातिर स्पेनको टिकीटाका, अर्कोतिर फ्रान्सको विस्फोटन गति। तपाईहरुलाई के लाग्छ, फाइनल कुन टिम भर्सेस कुन टिम हुन्छ होला जस्तो लाग्छ? कमेन्ट पनि गर्नु होला है गाइज।